हेलो एभ्रिवान, नमस्ते। नमस्ते। वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामीसँग रहेको छ खाना फ्राई गरेको साग, चिकन, दाल। चिकन ग्रेभी चिकन हैन। अनि त्यसपछि यहाँ साग पनि छ अनि यहाँ गुन्द्रुकको अचार पनि हो नि त। यो गुन्द्रुकको अचार छ, यता सालेड भइहाल्यो। ल खाना सुरु गरौँ है त। अनि हजुरहरू चाहिँ हाम्रो भिडियो अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु होला है त। ल लेट्स स्टार्ट। ओ खुर्सानी त फेभरेट हो नि त। आज चाहिँ डल्ले खुर्सानी थिएन, त्यही भएर चाहिँ मैले चाहिँ हैन यो लामो भयो नि, के रे हरियो खुर्सानी भयो नि राखेको छु। दाल हाल्यौं पहिला। साग खानै सेलाइसकेछ कि हामीले चाहिँ यहाँ क्यामेरा बनाउँदै हैन। दाल चाहिँ हाम्रो एउटा मात्रै छ है, किनभने धेरै खाँदैन। मासु हुँदा कसैले दाल खान्छ त? त्यही भएर नि हो। म चाहिँ खान्छु, यसले चाहिँ खाँदैन खासै, त्यही भएर थोरै दिएको। दाल पनि दामी भएछ तर। चिकन खुर्सानी चाहिँ डल्ले नभए पनि पिरो छ, लास्टै पिरो छ। ट्राई गरौँ त। पिरो रहेछ। गुन्द्रुकको अचार फ्राई गरेर हेरौँ है त। दामी भएछ गुन्द्रुकको अचार। टिमुर पनि हालेको। टिमुर पनि छ। लगाइ छैन, मैले चाहिँ अब दाल छुदिनँ होला जस्तो लाग्यो। ग्रेभी छ नि त। ग्रेभीले गर्दा अब दाल चाहिँ खाइँदैन। तर मलाई त्यो खाना खाएको देख्दाखेरि चाहिँ त्यो एउटा बुढा थियो नि, त्यो ल्याम्म भनी हो, त्यो बुढाले खतरा खाने हो क्या, त्यसै गरी खाने भन्दै खानु त्यसै। त्यो बुढाले कहाँ त्यो मुखमै आउँदैन यत्रो गाँस हालेर है। टिकटकमा देखे जस्तो लाग्थ्यो। मेरो गाँसको 2 गाँस खन्छ होला त्यो मान्छेले। चिकन ग्रेभी हालौँ एकचोटि खातिर। मिठो भएछ आज सबै थोक दामी। अचारमा टिमुर हालेको स्मेल नि आइरहेको छ मिठो। टिमुरले गर्दा टेस्ट पनि बढाइरहेको छ। मिठो सबै थोक।
दाल पनि हाल्नु चिकन हुँदा अझै दाल चाहिँ खाइन्न हो कि होइन मिठो छ होला आफ्नो ठाउँमा हुन्छ होइन तर मासु लभरले दाल खान्छ त दालै नखाने थाहा थियो मलाई त्यही भएर मैले एउटा मात्रै हालेँ कि तर अरू दिनको भन्दा आज मासुको टेस्ट अलि अर्कै छ है दामी भएको छ खासमा चाहिँ आज हाम्रो ढेँडो खाने प्लान थियो कि होइन मकैको ढेँडो र मासु अनि फेरि ढिला नै भइसकेको थियो त्यही भएर अनि फेरि खाना बनाएको थिएँ अब नेक्स्ट टाइम चाहिँ ढेँडोसँग गर्नुपर्छ है अचार त्यही हालेर खाइदिनु पर्यो अचार बवाल भन्छ अचार चाहिँ खतरा हालिहाल्छ मजा अब चिकन सबै एकैचोटि हालेर ढ्याम्डोमा हाल्थेँ है त दाल सबै हाल्दै मैले त्यो ल्याम्मा बुढा त्यस्तै गरेर खाइदिनु पर्यो क्या अब चाहिँ बुढाले खाएको देखेर रहर लाग्यो मलाई उयो हान्छ खाने चिकन ग्रेभी नै छ नि क्यारेट कस्तो गुलियो हो मिठो है हर्टी पो रहेछ हर्टी पो रहेछ भयो त ठुलो क्या मासु बनायो मिठो तरकारी सबै हालेको ग्रेभी चाहिँ बाँकी रहेछ मेरो लागि पनि
मासु पनि स्पाइसी भएको के स्पाइसी भयो अनि त्यो डिप फ्राई गरेको भने त्यो साह्रो भएर हुन्छ नि लोकल कुखुराको मासु जस्तै भएको छ क्या सुकेको सानो पिरो रहेछ हौ त्यो दालको हड्डीहरू छ साइडमा हरिभन्दा पिरो रहेछ हौ त्यो पनि परेन र त्यो मैले खाएँ हरिभन्दा पिरो रहेछ सुकेको खुर्सानी चाहिँ पऱ्यो हरिले खाँदाखेरि नि त्यो ठ्याक चम्काउँदाखेरि स्मेल आउँछ नि मिठो लाग्छ नि एकदम मिठो तर मैले आजभन्दा 2-3 वर्ष अगाडि होइन मासु यसरी खान्थेन हौ जब बाहिर गएर आएको थियो त्यो पछि त्यसरी मासु धेरै त्यो बाहिर हुँदा त्यो जहिले त्यो फ्रोजन हुन्छ नि त मासु त्यही भएर त्यो खाँदा खाँदा त्यो मनै त्यो जित्दै नमर्ने के खाएको जस्तो लाग्दैन नि बाहिरको मासु त्यो फ्रोजन वाला भएर बाहिरबाट आएपछि नेपाली टेस्टै आउँदैन है जति मिठो बनाइने के पिरो भयो गाइस लास्टमा चाहिँ सुकेको खुर्सानीले ग्रेभी चाहिँ छोड्नै हुँदैन यी ट्याक्क नेपाली पारामा हल्दी ग्रेभी अलिकति बाँकी भयो मेरो चाहिँ सबै सक्यो खानु चाहिँ भयो नि त ल गाइस आजको भिडियो चाहिँ यति नै होइन अब नेक्स्ट टाइम फेरि हामी अर्को भिडियोको साथ आउनेछौँ होइन सो त्यतिन्जेलसम्मको लागि हाम्रो भिडियो चाहिँ हेरिदिइराख्नु होला होइन अनि लाइक कमेन्ट सब्सक्राइब गर्न पनि नबिर्सिनु हाम्रो च्यानललाई हामीले चाहिँ अब भर्खर स्टार्ट गरेको हो होइन भर्खर त के भन्नु पहिल्यै गरे हो गर्न चाहिँ अब चाहिँ भिडियो रेगुलर आउँछ सो हेर्दै गर्नु होला है त किप वाचिङ थ्याङ्क यू फर वाचिङ स्टे ट्युन बाई बाई